नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा। आजको यस भिडियोमा तपाईहरुलाई भिलेजको ड्रइङ बनाएर देखाउन गइरहेको छु। र यो भिलेजको ड्रइङ कसरी बनाउने, के गर्नुपर्छ यो ड्रइङ बनाउनको लागि, के चाहिन्छ, के सामान चाहिन्छ सबै तपाईलाई म भन्ने नै छु। र यो सबै बुझ्नको लागि भिडियो अन्तिमसम्म हेर्नु होला। फर्स्ट स्टेपमा हामी यो बुझ्ने छौं कि ड्रइङ बनाउनभन्दा पहिला हामीले त्यो ड्रइङ भिजुअलाइज गर्नुपर्छ, इमेजिन गर्नुपर्छ कि हामी कस्तो ड्रइङ बनाउन गइरहेको छौं। त्यसैले फर्स्टमा हामी इमेजिन गर्ने नै छौं। सेकेन्ड स्टेपमा हामीले इमेजिन गरेको ड्रइङलाई कपीमा कसरी बनाउने त्यो बुझ्नु पर्यो। फर्स्टमा हामीले रफ आउटलाइन बनाउने छौं। थर्ड स्टेपमा हामीले के गर्नुपर्छ भने जति पनि इमेजिन गरेको र रफ स्केच गरेको छ त्यसलाई अलिक प्रपरली तरिकाले कस्तो देखिन्छ मेरो ड्रइङ भनेर त्यस्तो तरिकाले हामीले आउटलाइन बनाउने। र म यसमा एउटा यस्तो टाइपको ड्रइङ बनाउन गइरहेको छु जसमा केही घर होस्, खेत होस्, खेतको साइडमा खोला बगिरहोस् र पछाडिपट्टि केही पहाडहरू पनि देखोस् र माथि बादल पनि रहोस् आकाशमा। यस्तो खालको म ड्रइङ बनाउन गइरहेको छु र मैले त्यसरी नै आउटलाइन पनि बनाउँदै छु। तपाईहरु पनि यो भिडियोमा हेराए जस्तै तपाईहरु पनि बनाउन सक्नुहुनेछ। स्टेप 4 स्टेपमा हामीले के गर्नुपर्छ भने जति पनि हामीले इमेजिन गरेको आउटलाइन गरेको छौं त्यो आउटलाइनमा अब हामीले डिटेल बनाउनुपर्छ। डिटेल बनाउनको लागि हामीले जस्तै घर बनाउँदैछौँ भने घरमा के चाहिन्छ, घरमा हामीलाई एउटा ढोका चाहिन्छ, झ्याल चाहिन्छ, रुखको सर्फेस कस्तो छ त्यो बनाउनु पर्यो। र साथै केही रुखहरू पनि चाहियो। रुखहरू कस्तो हुन्छ, एउटा ठुलो रुख हुन्छ जसमा विभिन्न प्रकारको पातहरू पनि हुन्छ, फल हुन्छ, विभिन्न प्रकारको हामीसँग रुखहरू हुन्छ। यसरी नै खोला कस्तो हुन्छ, खेत कस्तो हुन्छ त्यो सबै बुझेर हामी डिटेलमा बनाउने छौँ। र मैले देखाए जस्तै तपाईहरुले पनि बनाउन सक्नुहुनेछ। स्टेप 6 मा हामी कलरिङ गर्नेछौँ। कलरिङ गर्नुभन्दा पहिला सबैको हामी बेस लेयर गर्नेछौँ। बेस लेयर किन गर्नेछौँ भने कि पछि केही मिस्टेक भयो हुँदाखेरि हामीले पहिला बेस लेयर गरेको हुन्छौँ र त्यसमा डार्क कलर हामीले युज गर्दाखेरि त्यस्तो खासै फरक पर्दैन। तर फर्स्टमै हामीले अगर डार्क कलर युज गर्छौँ भने पछि लाइटिङ कलर युज गर्दाखेरि गाह्रो पर्दैन। 7 स्टेपमा आइपुग्दाखेरि अब हामीसँग केही कुराहरू बुझ्नुपर्ने हुन्छ। जस्तै कि हामीले डाइरेक्ट डिटेलिङ गर्नभन्दा पहिला हामीले लाइट कहाँबाट आइरहेछ, लाइटको डाइरेक्सन कुन हो त्यो बुझेर हामीले कलरिङ सुरु गर्नुपर्ने हुन्छ। सेडिङ पनि भन्छ, जस्तै स्केचिङमा हामीले कहाँबाट सेडिङ गर्नु पर्यो, कस्तो तर्फबाट लाइट आइरहेछ त्यो सेडिङ। यस भिडियोमा देखाए जस्तै तपाईहरु पनि कलर युज गरेर बनाउन सक्नुहुन्छ कि मैले यहाँ कहाँबाट लाइट देखाएको छु तपाईहरुले पनि त्यसरी गर्न सक्नुहुनेछ। स्टेप 8 अब स्टेप 8 मा हामी डिटेलिङ गर्नेछौँ। डिटेलिङमा के गर्नुपर्ने हो, जस्तै पानीको डिटेल बनाउनु पर्ने हो, बोट बिरुवाको डिटेल बनाउनु पर्ने हो, घरको डिटेल बनाउनु पर्ने हो, जे चाहिन्छ सबै हामीले बनाउने छौँ। र भिडियोमा देखा जस्तै तपाईहरु पनि बनाउन सक्नुहुनेछ। ड्रइङ बनिसकेको छ।
र तपाईलाई यो भिडियो र ड्रइङ कस्तो लाग्यो कमेन्टमा भन्नुहोला। भिडियो राम्रो लागेमा लाइक गर्न नबिर्सिनु होला, आफ्नो साथीभाइहरुसँग शेयर गर्न नबिर्सिनु होला र यस्तै ट्युटोरियल भिडियो र नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।